सक्नुहुन्छ। निकै लामो रहेको छ र यो चाहिँ कार्गो भनिन्छ, यहाँ चाहिँ कार्गो हो। सधैँ यही टाइममा जान्छ, बेलुकाको 6 बजेतिर। हेर्नुहोस् त कति लामो छ, धेरै नै लामो छ, धेरै नै। यो एकदमै लामो छ कार्गो। यो सामान लिएर लगभग नेपालको झापाबाट काठमाडौँ जति जान्छ। हेर्नुहोस् त कति चाहिँ लामो छ, धेरै नै लामो छ, धेरै धेरै धेरै। धेरै लामो छ, धेरै। आजको त निकै ठुलो नै रहेछ हौ, धेरै लामो। ल हेर्नुहोस्, र आजको सकिएको छ, गयो आजको ट्रेन। थ्याङ्क यू फर वाचिङ।